हेलो गाइज, आज भने 10 महिना 16 गतेका दिन होइन 2082 साल भैरवकुण्ड पछिको हाम्रो यात्रा फेरि अर्को गन्तव्यमा लागेको छ। तर अझ पनि हाम्रो फिक्स भएको छैन कि कता जाने, बेथानचोक अथवा आमायाङ्ग्री। अहिले चाहिँ करिब दिउँसोको 3 बजेको छ होइन। अब बेथानचोक गइन्छौँ, आमायाङ्ग्री गइन्छौँ। अब त्यो साथीहरू सबैजना भेटघाट गरौँ अनि त्यसपछि फाइनल गर्ने भन्ने कुरा भएको छ। हामी यस्तो छौँ, घरबाट निक्लिसक्यौँ पोका पन्धारा बोकेर, तर कुन ठाउँ जाँदैछौँ अहिलेसम्म फिक्स छैन, आमायाङ्ग्री अरू बेथानचोक। र गाइस जता गए पनि ठिमीबाट ठ्याक्क 0.0 किलोमिटरबाट हामी अगाडि बढेका छौँ। लेट्स सी जुन गन्तव्य गयो भने कति किलोमिटर हुँदो रहेछ है त। सो किप वाचिङ, रमाइला रमाइला कुराहरू गर्दै जाउँला। के छ ल गाइज, अब भने चाहिँ हामी बेथानचोक जाने फाइनल भयो र हामी बेथानचोकतिर लाग्दैछौँ। नालाको बाटो हुँदै श्यामासिङबाट भित्र छिरेर, किनभने दुलखेलको बाटो हजुरहरूलाई थाहा नै होला बढाउँदैछ, झुल्लामै हुन्छ फेरि होइन। यस्तो ह्यान्डसम मान्छे होइन, फोहोर देख्यो भनेदेखि त मजा आएन, त्यो पनि घुम्न जाँदाखेरि। त्यही भएर चाहिँ हामी चाहिँ नालाको बाटो हुँदै अब अस्ति भैरवकुण्ड जाँदाखेरिकै बाटो जाँदैछौँ। सो बेथानचोक इज आवर फाइनल डेस्टिनेसन फर दिस टुर ट्रिप। जे भन्यो नि त्यही हो ल है त गाइज। बनेपा गाइज, बनेपा आइपुग्यौँ। बनेपा अब चाहिँ हामी बनेपाबाट राइट लाग्नुपर्छ रे भन्ने चाहिँ सुन्नमा आयो, तर कहाँबाट हो चाहिँ कता गयो त्यो टाढो? माथिबाट हो क्या? ए माथिबाट माथिबाट यहाँ अगाडि अगाडि गइसक्यो कोइलहरू होइन। अब ट्रेकिङमा हिँड्ने बेला नि सबभन्दा लास्ट टक्सन खड्का, बाइक नि लास्ट टक्सन खड्का। हामी चाहिँ बनेपाबाट राइट लागेर अगाडि बढेका छौँ। ओके गाइज, अब भने चाहिँ हामीले पनौती प्रवेश गरेका छौँ। पनौती नगरपालिका 18 किलोमिटर आइपुगेछ है। टक्क लाएर 1000को तेल हालिदियो, पुग्छ होला सायद। कि हिजो र हिजो कि अस्ति भएर पनि मैले 1000को हालिसकेको थिएँ। सो नाउ अगाडि बढिरहेका छौँ हामी गाइज। पनौती बस पार्क, पनौती बस पार्क। अब यताबाट कता लाग्ने, हाम्रो कर्तव्य त अगाडि होइसिन्छ। उहाँले यो कता हो, यो गेट चाहिँ छ, लेखाएको छैन ठेगाना, तर यता अगाडितिर लगाउँदै हुनुहुन्छ। सो हामी चाहिँ अगाडि लाग्दैछौँ। यहाँ चाहिँ अलिकति साँघुरो रहेछ रस्ता। चलो चले चलो चले। ब्ल्याक स्पट कति सीमित, दुर्घटना सम्भावित क्षेत्र रे। ए विनोद, कति नजिकबाट लाग्यो तिमीले? मन पर्यो कि क्या हो? आई थिङ्क वी आर हेडिङ टुवार्ड्स खोपासी, बट नट स्योर, किनकि म त्यो पनौती बसपारबाट उता लेफ्ट लागेर नमो बुद्ध चाहिँ 2-3 चोटि नै गइसक्यो, धेरै चोटि गइसक्यो। 2-3 चोटिभन्दा सायद धेरै नै चोटि गइसक्यो होला। तर यताबाट म अहिलेसम्म गएको छैन। त्यो मेबी खोपासी जाने बाटो, भालेश्वर मन्दिर जाने बाटो अरे। ल गाइज, हामी खोपासीतिर लाग्दैछौँ है त। गाइज ये जग्गा देखो, खेतै खेत रहेछ। यहाँ हरियाली भएर त खतरा देखिन्छ होला गाइज। यहाँ हेर त ल, अहिले चाहिँ यहाँ आलु होला, यो सायद ड्याङ ड्याङ पारेर छ त आलु रोप्न छ। ल त्यस्तो राम्रो ठाउँ रहेछ ल यहाँ। केटी पहाड हेर, पहाड पहाड त्यसलाई भन्छ, पहाड हिल माउन्टेन।
जे भने नि तिमीहरूले बुझा हो। यहाँबाट चाहिँ अब अलिकति अफरोड सुरु भएको छ होइन। अब थोरै अफरोड जाँदैछौँ हामी। त्यति खासै सुरुवात मात्र हो, खासै चाहिँ भइसकेको छैन। ओ ताल रहेछ, ताल पोखरी। यसले मोबाइल देखा कि लाउन, आमा मोबाइल देखा कि। बेथानचोक गाउँपालिका यहाँहरूको स्वागत गर्दछ रे गाइज। बेथानचोक गाउँपालिका प्रवेश गरियो। अहिलेसम्म 27 किलोमिटर भएछ। हामी त यो टक्क लाएर खोलाको छेउ हिँडिरहेका छौँ गाइज। बाटो चाहिँ यस्तो छ है, उकालो छ होइन। गाउँहरू बस आउँदैछ, उकालो गाउँघर हुँदैछ। जस भरभर बनाएर रोड छ, ठाउँ पिचो छ, ठाउँ कच्ची रहेछ। अगाडि एम्बुलेन्स जाँदैछ, यस्तो टर्निङ रहेछ। ऊ माथि रहेछ बाटो। ल यात्रा सुनाउनु हुँदैछ है गाइज। तुसारो भएन अलिअलि चाहिँ होइन, के अरे हिमाल देखेको छ। धेरै गाइज निक्ल्यो होइन। ल हेर बेसी सहर गाउँहरू हेर होइन। ल एकदम रमाइलो छ हेर्दाखेरि चाहिँ। त्यस्तो ठाउँमा जीविकोपार्जन गर्न चाहिँ अलिकति गाह्रै पर्ला, तर महिना दिन 15 दिन बस्न चाहिँ रमाइलो हुन्छ ल गाइज। गाउँघरको बसाइ चाहिँ रमाइलो हुन्छ। वाट इज दिस गाइज? मरेर यार खुट्टा त मान्छेको जस्तो हुँदो रहेछ त। अब के हो यो, वन बिरालो होइन? यो गाडीहरूले बाइकहरूले हानेर जस्तो मुखमा रगत छ हेर्दा त। आफ्नो साधन सवारी सञ्चालनमा जङ्गल छेउमा कृपया बिस्तारै चलाउनु होला, जीवजन्तुहरूलाई हानि नोक्सानी नपुगोस् हाम्रो कारणले। ओके गाइज, हामी चाहिँ यहाँ बेथान नारायण दुध पसलमा आएर दुधको चिया खान लागिरहेका छौँ होइन। यहाँ दुध, दही, मोही, घिउ, पनिर चाहिँ पाइन्छ अरे। अनि यस्ता नमुनाहरू पनि पाउँछ यहाँ। ल ए कालो चिया खाने रे। कालोले चिया भन्छ, त्यसलाई पानी तताएको भन्छ, पानी तताएको। लगाइज है, हामी चाहिँ खान्छौँ, फेरि जान्छौँ। अब आइसक्यो अरे, अनि धेरै हतार गरेको छैन क्या हामी। लगभग 5 बज्दैछ, 5 बज्यो भनौँ होइन। हियर वी रिच एट आवर होमस्टे होइन। हामी बस्ने होमस्टेमा चाहिँ हामी आइपुग्यौँ। अब भोलि कुन चाहिँ टुप्पोमा जाने हो चाहिँ मलाई थाहा छैन। भोलि बिहान हामी सनराइज हेर्नु पुग्ने हिसाब छ। अब मेरो हिँडाइले चाहिँ के हुन्छ आई डोन्ट नो। यो घर चाहिँ हाम्रो होमस्टे रहेको छ। म ब्याग चिक्दैछु यहीँ। साथीहरू गइसक्यो, जाने मलाई एक्लै छोडिदिँदैन यार। म यहाँ मेरो ब्याग झिक्दैछु। कहाँ गयो यार, मैले झिक्नु जानिनँ यार। विनोद गयो ल। है त गाइज, कि वाचिङ। यहाँसम्म हेर्नुभयो। होमस्टेसम्मको पार्ट 1 हुन्छ, अर्को पार्ट 2 आउँछ यदि केही डिलिट भएन भने। भैरवकुण्डको डिलिट भइदियो अनि गाइज। अब यो चाहिँ आशा छ डिलिट हुँदैन। ल हामी आइपुग्यौँ। डाँडा काँडा रमाइलो रहेछ। ल बस आउने बित्तिकै क्याम्प फायर पनि रेडी गरिसक्यो। ल नमस्कार हजुर। ल मस्त। ल होमस्टे होमभन्दा कम छैन। ल टिपिकल घर आइपुगेका छौँ हामी। उ त के मन्दिर हो? जे ए ल जानुपर्छ केटा हो? ए हुन्छ हस् हस्। ल हामी चाहिँ लेकाली होम एन्ड अर्ग्यानिक फार्म स्टेमा आइपुगेका छौँ है। ल लास्टमा यो उसको लागि नै हामी धेरै कुराहरू गर्नेछौँ। कस्तो रह्यो अनुभव यहाँको सेयर गर्ने नै छौँ है त। ल ओके गाइज, फायर क्याम्पिङ इज स्टार्ट। फायर क्याम्पिङ हामीले स्टार्ट गरिसकेका छौँ। विनोदमा गर्लफ्रेन्डको कुरा गर्दैछ। नमस्ते। ल गाइज होइन, अब हामी रमाइलो गरिदिइरहेको छौँ। धेरै भिडियो मात्र खिचेर पनि भएन होइन।
रमाइलो गर्नु पऱ्यो नि त होइन। अब हाम्रो आगो सागो मजाले बल्न थाल्यो, रात पनि पऱ्यो, अब मौसम चिलको पनि छ होइन, चिल मौसम छ, गाना बजिरहेको छ। सो लेट्स इन्जोय होइन। सो आइ एम गोना इन दिस ब्लग। सो भोलि अब हामी सनराइज हेर्न भ्याउने भनेर छ। अब हिँडाइमा भर पर्छ होइन, मेरो हिँडाइ त्यही हो। अब लेट्स सी होइन। सो किप वाचिङ नेक्स्ट ब्लग इन बेथानचोक नारायणधान इन नेक्स्ट पार्ट। बाई बाई।